काठमाडौँको टोखाबाट करिब 25 करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मङ्गलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ट्रक चालकलाई सार्वजनिक गरेको हो। ठूलो परिणाममा अमेरिकी डलर, युरो लगायतका विभिन्न देशका मुद्राको अवैध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा टोखा नगरपालिका वडा नम्बर 2 झोरबाट नाख 1652 नम्बरको मालवाहक ट्रक सहित चालक सिन्धुपाल्चोकको भोटेकोस गाउँपालिका वडा नम्बर 1 घर भएका 43 वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिई खान तलासी गर्दा ड्राइभर बस्ने क्याबिनको माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर, युरो लगायतका मुद्राहरू गरी करिब 25 करोड बराबरको विदेशी मुद्रा लामाको साथबाट फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा 5 वर्ष जेल बसेको रहेको पाइएको छ। उनले बताए, अवैध तरिकाबाट भन्सार तथा राजस्व छली विदेशी मुद्रा कारोबार गरेको कसुरमा लामालाई विदेशी विनिमय ऐन 2011 बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा चाहिँ त्यहाँ डलर, युरोहरू छन् भन्नेको इन्फर्मेसनको आधारमा चाहिँ हामीले त्यो गाडीलाई चाहिँ महाकालबाट नियन्त्रणमा ल्याएर यस कार्यालयमा यो चाहिँ लिएर आएर खानतलासी गर्दाखेरि चाहिँ त्यसमा चाहिँ यो हिजो राति 23 बजेको समयमा अमेरिकी डलर, युरो सहित ना7ख 1652 नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक फुच्चे भन्ने कुसाङ लामालाई पक्राउको सम्बन्धमा हो। र यो फुच्चे भन्ने कुसाङ लामा चाहिँ सिन्धुपाल्चोक भोटेकोसी गापा वार्ड नम्बर 1 बस्ने, उमेर 43 वर्षको र यो चाहिँ पहिले पनि एकखेप पक्राउ परिवरी जेल गइसकेको मानिस हुन्। र हिजो 23 बजेको समयमा अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिरहेछ भन्ने सूचना प्राप्त हामीहरूलाई हुन्छ र ना7ख 1652 नम्बरको मालवाहक ट्रक गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँतर्फको माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ। र यो अमेरिकन डलर, यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका नोटहरू जम्मा 3119, 3119 र 50 दरका नोटहरू जम्मा 179। अर्को युरो चाहिँ 500 दरका थान 11, 200 दरका थान 480, 100 दरको थान 4148 र 50 दरका 17177 जम्मा। यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,338 रुपियाँ हुन आउँछ। यो एउटा गाडी अनि त्यो मोबाइल पनि बरामद भएको अवस्था छ।